अब हामी जान लाग्छौँ। अब तपाईँलाई होटलको बाहिर पुगेर म देखाउँछु कुन होटल हो भनेर है। यहाँ खरडको सबसे ठुलो होटल 3 स्टार होटलमा हाम्रो आज लन्च छ। ल होटलको बाहिर पुगेर अब तपाईँलाई अगाडिको भिडियो देखाउँछु। अपना चल गुलाबी दिखाओ न हंस हंस के आंखें शराब चुप लागेन हो मेरो यहाँ भ्युअर्सहरुले मेरो यहाँ यसरी बढ्छ भ्यू दादा हामी हरिस्ता होटलको बाहिर आइपुगेछौँ हैन। हेलो गाइज एन्ड भैँसी। सो हाम्रो होटल वहाँ देख्न सक्नुहुन्छ तपाईले। उहाँहरु गाइज हामी वुमेन्स डे को पार्टीमा जानलाई रेडी भइसकेको छु। यहाँ हेरौँ झिल्किनेहरु झिल्की यहाँ झिल्कीहरु यहाँ हेर सबसे ठुलो झिल्की। हामी सबै वुमेन्स भइसकेको छ है। कन्याकुमारी कसैले नसोच्नु होला तर हामी हेर्दा चाहिँ हामी लाग्छौँ। त्यस डे सबैलाई मदर्स डे यो यसको हेर्नु मदर्स डे रे वुमेन्स डे त्यसले मदर डे याद आयो वुमेन्स डे। दिदीलाई बेर लागिसकेछ क्या। हाम्रो मेन कोर्स आइसकेछ। बुहारीले सर्भ गरिरहेछ। ल गाइस के खाने हो यहाँ मेनुमा हामी हेर्ने। हाम्रो मेनु पनि खानु बाबाको हुन्छ आइछ खाने भने चुरोट तपाईँ भित्र नखानु धुवा हुन्छ। मेरो त सकिसक्यो गाइज। यहाँ खाली भइसक्यो। यिनीहरूको अझै सके छैन खाँदैछौँ। खाली भइसक्यो के गराउने बोल्नु पर्यो नि। के रहेछ दिदी भेजमा ननभेजमा के गराउनु? ननभेजमै हेरिरहेको छु पहिला त उ गरौँ हैन चिली पनिर हालेर गरौँ। हेलो गाइस म चाहिँ यहाँ उठेर मुख धोएर म नास्ता गर्न लागि मेवा खाँदैछु। मेवा हाम्रो हेल्थको लागि धेरै राम्रो हुन्छ। हाम्रो स्किनको लागि राम्रो हुन्छ। यसले हाम्रो चायापत्ताको स्किनको लागि यो मेवा धेरै राम्रो हुन्छ। अनि एन्टी एजिङको लागि पनि अनि हाम्रो स्कार्सहरू पिगमेन्टेसनहरू अनि डार्क स्पटहरूको लागि यो मेवा खास गरी धेरै राम्रो फ्रुट हो। यो खानुपर्छ सबै लेडिजले। म पनि त्यही भएर बिहान मेवा जरुर खान्छु स्किनको लागि हैन। धेरै राम्रो हुन्छ मेवा। तपाईहरु पनि खानु होला। हाम्रो हेल्थको लागि पनि राम्रो हुन्छ। तर जसले चाहिँ रुगा खोकीहरू त्यस्तो के हुन्छ भने त्यसले नखाँदा हुन्छ। केही दिनको लागि अभोइड गर्दा हुन्छ। तर डेलीको ब्रेकफास्टमा चाहिँ हामीले मेवा खानुपर्छ। हेर्नु है गाइस आज नारी दिवसको दिनमा कसैले पनि हामीलाई नारी दिवसको शुभकामना दिँदैन। शुभकामना छ अरे दिदी त्यतिकै बोला छ। तँलाई याद गराउनु पर्छ। फेसबुक इन्स्टाग्रामहरु हेर्दैन तैँले? हेर्दैन मैले आजकल खानामा मात्रै ध्यान हुन्छ। यस्तो मिठो भयो। यस्तो हेर यहाँ खानामा ध्यान हुन्छ रे यसको। खाना मात्रै सबै कुरा हो। गम कि गम खाँदैछ दिदी बहिनीलाई सोध्ने हैन यस्तो। यहाँ चिया पिरहेछ एउटा दिदी बहिनीले नसोचिकन खाइसक्यो। गुड मर्निङ एन्ड ह्याप्पी नारी दिवस। ह्याप्पी म्यारिज के भनेको? अर्को बिहान के भन्नुभएको तपाईँले? नारी दिवसको सबैजना महिला दिदीबहिनीहरूलाई शुभकामना। ए थ्याङ्क यू भेरी भेरी मच। तपाईँले के भन्नु चाहनुहुन्छ नारी दिवसको उपलक्ष्यमा? ल सबैलाई शुभकामना। मलाई चाहिँ खाना दिनु डिस्टर्ब नगर्नु। थुक्क एकजना आइसकेछ यहाँ नारी। ह्याप्पी नारी दिवस। ल शर्मायो नारी यो त के भयो नारी यो नारीलाई एक गिट्टी नारी सबै भारी। गाइज हामी वुमेन्स डे को पार्टीमा जानलाई रेडी भइसकेको छु। यहाँ हेरौँ झिल्किनेहरु झिल्की यहाँ झिल्कीहरु यहाँ हेर सबसे ठुलो झिल्की। हामी सबै वुमेन्स भइसकेको छ है। कन्याकुमारी कसैले नसोच्नु होला तर हामी हेर्दा चाहिँ हामी लाग्छौँ। त्यसमा केही शक छैन कि हामी अब सिन्दुर लगाएको छैन जसले नि पटाउन सक्छ। गाइस आज गएर हरिस्ता होटलमा धमाका गर्ने हो। यही हाम्रो
मम्मी पनि रेडी भइसक्नु भएको छ। यहाँ साडी मैले लगाइसकेको छु, मैले लगाइदिइसकेको छु। अब बस मम्मीले हल्का मेकअप गर्ने हो। बाँकी अब अरू पनि हेरौँ कहाँ कहाँ। ऊ यहाँ हेलो हाय हाय। कालो चस्मा लाउ भन्छ, पिरती लाउन आऊ भन्छ। कालो चस्मा लाउ भन्छ, पिरती लाउन आऊ भन्छ। मैले तिमीलाई रोजेको, तिमीले कसलाई खोजेको। परदेश मेरा कस्तो धमिलो आएको। रेडी गर्दैछन्। अरे तिमीले अन्धी बनादे, अन्धी बनादे। अब यहाँ हेरौँ के हुँदैछ यहाँ। ओह यहाँ रेडी भइसकेर आइसक्नु भएको छ म्याडमजी। खतरा देख्नु भएको छ यहाँलाई। एकदम बडा फोन मेकअप गरौँ। लो बनाऊ मेकअप गर न, अलिअलि बस म गरिदिन्छु। यता हाम्रो दिदी टिक्का पर हो। आज त मन्सहरू एकदम ये क्या है जी? इसको क्यों नहीं कटिंग किया गया? ये अभी मत बनाओ। निस्किसके छ मै भात भी होगा होटल को अंदर लागि। कुकर में। यहाँ सब मैयाहरू भात भी पड़ा होगा कि कुकर में? बुढोसमा डिस्कस गर्दै आइरहन्छ कोही कोही। केक लिनको लागि यहाँ हामी रोकेको छ। केक लिएर ह्याप्पी वुमेन्स डे त्यसमा लेखाएर हामी जान लाग्यो होटलमा खाना खानलाई घिच्नलाई के। अब यहाँ क्या कहते हैं? अनि के क्या भन्नु कहते हैं? बच्चों का खाना नहीं, क्या कहते हैं? कमरा किराया दिया नहीं है, राशन का दिया नहीं है। हाम्रो आज दे नहीं लन्च सकता पार्टी क्या? छ। खाना तो उसने लेडिज भी खाया ही लेडिज है। हामी 8 जना लेडिज छौँ, परिवारको मात्रै। हेरौँ अब होटल पुगेर सो हे गाइज हामी अब यहाँ रोकेको छौँ केक लिनलाई। केक लिएर जान्छौँ हामी होटलमा। हामी यहाँ बसिरहेछौँ नि हामी सबैजना एउटा गाडीमा। हाम्रो मम्मीहरू अनि आन्टीहरू आउँदैछन्। पैसा पनि आइसक्यो मोबाइलमा टाराक टाक राख। उहाँ हाम्रो दिदी बसिरहेछ। उहाँ हेलो कन्डक्टर सिटमा। यस्तो नभन्न कन्डक्टर। अच्छा खलासी। यहाँ हाम्रो यो बुहारी र बहिनी। यहाँ चाहिँ म छु एकदम नम्बर 1 हिरोनी। अब हामी जान लाग्छौँ। अब तपाईँलाई होटलको बाहिर पुगेर म देखाउँछु कुन होटल हो भनेर है। यहाँ खरडको सबसे ठुलो होटल 3 स्टार होटलमा हाम्रो आज लन्च छ। ल होटलको बाहिर पुगेर अब तपाईँलाई अगाडिको भिडियो देखाउँछु। अपना चल गुलाबी दिखाओ न हंस हंस के आंखें शराबी दिखाओ न हंस हंस के आंखें शराबी सुलूकिन का दुनिया में। सो हे गाइज हामी पुगिसकेछौँ है अरिस्ताको बाहिर, होटलको बाहिर। होटलको बाहिर पुगिसकेछौँ यहाँ फ्लाइओभर मुनि होइन। मेरो आवाज नहीं सुनाई दे रहा होगा लोगों को। हेलो गाइस का राइस राइस की नहीं आई चुप लागेन हो मेरो यहाँ भ्युअर्सहरूले मेरो यहाँ हामी अरिस्ता होटलको बाहिर आइपुगेछौँ होइन। हेलो गाइस का राइस नाइस। हेलो गाइज एन्ड भैँसी। सो हाम्रो होटल उहाँ देख्न सक्नुहुन्छ तपाईँले। उहाँहरू अरिस्ता होटल यही होटल हो। वेलकमको लागि कोही यहाँ उत्रिनु क्या अगाडि? यहीँ उतार दो क्या करने आ रखे? उतार तो छोड्ने आयो बाँकीको। हाँ यहीं से अंदर ले ले। आ जाओ बोलो कहाँ गए बोलो। गाइस यो हो होटल है, होटल अरिस्ता। यो होटलमा हामी खाना हाम्रो ल। हामी होटलमा पुगिसकेका छौँ। मेनु हेर्दै हुनुहुन्छ दिदीले। मेनु देखाउनु यता हाम्रो सपना भाउजू हुनुहुन्छ। यता दिदी भइहाल्यो। यता पनि यता भाउजू नि दिदी। यता ठुली मम्मी हुनुहुन्छ। यता माइली आमा। बोल्नु पऱ्यो नि। के रहेछ दिदी? भेजमा ननभेजमा के गराउनु त? ननभेजमै हेरेको छु पहिला त उ गरौँ हैन। चिली पनीर गरेको गरौँ। पनिर गर्नु।
सुप पनि पर्दैन सलाद पनि पर्दैन मेरी के प्लान हुँदैछ भाइ हे गाइस यहाँ हाम्रो आइसकेछ हाम्रो स्न्याक्स स्टार्टर खाने सबजना हाल्नै दिदी तपाईँहरू 3 जनाले हाल्नु नहीं 2 जनालाई यो सैलेड हो जब देखाए हैन दिदी अलि अगाडि यता गर्न अगाडि गर्न अलि माथि हो चम्मचमा त लाग्यो सबै अब यहाँ रेडी भइसकेछ नि खाना लगाउँ हाम्रो मम्मीहरू बुहारीहरू ल स्टार्ट गरौँ यहाँ दिदी हाम्रो सर्भ गर्नलाई यहाँ बुहारी सर्भिसको लागि एउटा मात्रै मान्छे रहेछ कि वेटर एक प्लेट और देना क्वार्टर प्लेट एक प्लेट गुन्द्रुक दिनु भन न सिन्कीहरू देऊ यहाँ भुक्कड स्टार्ट भइसकेको छ यहाँ भुक्कड एउटा नेक्स्ट भुक्कड यहाँ हाम्रो यहाँ ड्रिङ्क आइसक्यो मोजितो ये तो देखो ना चटनी हो तपाईँहरूले देखाउनु न देखो जी ये देखाइदिनु यहाँ मम्मी स्टार्ट भइसक्यो ए यहाँ यो पनि आइसक्यो म त पिउँ न मलाई पो राखेँ मम्मी लिनु दिदी चक्सी भनेर हो होइन होइन चप्सी हो होइन मेरो त सकिसक्यो गाइज यहाँ खाली भइसक्यो यिनीहरूको अझै सके छैन खाँदैछौ खाली भइसक्यो भोकै थियो आज खाना आउने भनेर त्यहाँबाट छिटो हिजोदेखि खाना खाँदिन र म त बिहान पनि भात खाएर आएको सफा गरेर बसेको एकदम त्यही भएर प्लेट सफा भयो सफा भएको छैन मेरो अलिकति मटन सिक कबाब छ अझै मैले फिस र के अरे खाइसक्यो रोस्टेड चिकन हाम्रो मम्मी तान्दैछ हड्डी दाँत नभएर दाँत छ हो दाँत छ तपाईँको त्यस्तो नभन्नु ल गाइस के खाने हो यहाँ मेनुमा हेर्ने हाम्रो यहाँ मेनु पनि खानु पाएको हुँदैन आइन्छ खाने भने चुरोट तपाईँ आए भित्र नखानु धुवा हुन्छ आउँदा पाउँछ हुन्छ नि भेज नन भेज मगाउने हो नि कि भेज मगाउने छैन बरु चुरोटै ल्याएको छैन भेज मगाउ मम्मी के खाने भेज खाने कि नन भेज खाने म त केही नभए नि हुन्छ अब पुग्यो रोटी त खानु केही नभए पनि हुन्छ भनिदियो अहिले त अहिले त भेज मगायो नि भेज मगाऊँ तर खाए के गर्ने त पनिर मगाऊँ पनिर सनिर यसो गर्नु के गर्नु ल म सुनाउँछु कस्तुरी पे पनिर मखनी पनिरमा कडाई पनिर मगायो शाही पनिर नमगाऊ कडाई पनिर मगाउँछु कडाई पनिर मगायो न अनि अरू यति टेन्सन त दिदीले किताब स्कुलमा पढ्ने बेलामा किताब पढ्दा पनि लिएन होला हेर दिदी कति टेन्सन त्यो पढाइ हो यो खानाइ हो कति डिपली हेरेर पढ्दैछ क्या हाम्रो दिदी हामीले मटन त खाएन मटन नखाने
मटन खाने भए मेरो घरमा आइज म खेलाउँछु मटन खाने भए मेरो घरमा आइज यहाँ हाम्रो मेन कोर्स आइसकेछ बुहारीले सर्भ गरिरहेछ सो हे गाइस हामी अब यो वुमन डेको यहाँ हाम्रो मम्मी मेरो मम्मी साइली काकी अनि माइली काकी यहाँ बस आ रही हूँ वुमन डेको केक काट्नको लागि रेडी भइसक्यो बाहर आए तो आ रही हूँ रेडी भइसक्यो केक काट्न रेडी भइसक्यो वुमन डेको सेलिब्रेसन सबै सकिसक्यो अनि अब केक काट्ने तयारीमा ल ल है मम्मी मम्मीहरू ल सबैजना हात लगाउनु न तिनैजना हात लगाउनु न ल ल ल ल काट्नु काट्नु ह्याप्पी वुमेन्स डे सबैलाई मदर्स डे यो यसको हेर्नु मदर्स डे रे वुमेन्स डे त्यसलाई मदर डे याद आयो वुमेन्स डे दिदीलाई बेर लागिसकेछ क्या ल ल मम्मी ल है एकअर्कालाई खेलाऊँ न एकअर्कालाई खेलाऊँ ल एकअर्कालाई खेलाउनु ल मम्मी लिनुहोस् एकअर्कालाई खेलाउनुहोस् क्या एकअर्कालाई खुवाउने हो ल नारी भएको उपलक्ष्यमा हार्दिक के अरे धेरै धेरै शुभकामना सबैलाई है सबैजना केकमाथि टुट परिसकेछ होइन हेर्नु सबैजना मेरो पालो पनि है म पनि खुवाइदिन्छु है पहिला हामी ह्युमेन हो आमाको प्यार ल एउटा चम्चा भएर चापसाप पनि हुन्छ क्या हो त जति जुठो खायो त्यति माया बढ्ने हो क्या माया बढ्छ ल सासूसँग बुहारीको माया बढोस् छोरीसँग के अरे आमाको माया बढोस् होइन माया बढेर राख्ने माया बढेर एकपल्ट यो गरिदिनु नि यो गरिदिनु मम्मी यो गर्नु यो यस्तो गर्नु मम्मी मम्मी यस्तो यो दुईटा आम्लो भित्र गर्नु यो अनि सिंहले आमाले यो गर्ने अरे मैले चाहिँ कसैलाई खुवा छैन म खुवाउँछु अब यो मेरो ब्लगको लागि हो देवरानी जेठानी राम्रोसँग बसाला है धेरै घुम्न खाइदिनु पर्ने
हेलो जी सो गाइस आजको ब्लग यति मात्रै हाम्रो यो सकिसके पार्टी अब हामी सबैजना घर फर्किन्छौँ है त ल ल सबैले बाई बाई गरिदिनु बाई बाई अर्को ब्लगमा भेटिन्छ ल बाई 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 सबले बाई बाई गरिदिनु त ल ल बाई बाई गर्नु नि बाई बाई गर्नु ल बाई बाई गर्नु ल गाइस आजको ब्लग अर्को ब्लगमा भेटौँ हामी यस्तै ब्लगहरू लिएर आउँछौँ तपाईँहरूले हामीलाई साथ सपोर्ट लाइक कमेन्ट सेयर गरिदिनु अनि सब्सक्राइब जरुर गर्नु मेरो सब्सक्राइबरहरू धेरै कम भइसकेछ यहाँ ल बाई बाई